नमस्ते साथीहरू, आज हाम्रो जेठानी दिदी आउनु हुँदैछ होम भिजिट गर्न अरे। हजुरहरूलाई म देखाउँदैछु, हेर्नुहोस्। ओइ के गर्दैछौ? यसै बसिरहेछु। हिँडिराखेको देख्छु त। ए म कस्तो बिमारी छु। के भयो? ए नभन। ए त्यो ड्युटी बढेछ। ए होम भिजिट। अनि यो बुक लिएर अहिले चाहिँ के गर्नुहुन्छ तपाईँ? तिमीहरूको नाम लेख्ने, तिमीहरूको घरमा को बिमारी छ, के बिमार छ, त्यहाँ दबाई फ्रीमा दिँदैछ, प्राइभेट दबाई। ए अनि 150 पहिले 40 को दिएको थियो, अहिले 150 को दिन। कुनाका मान्छे खोजेर पठाए, एउटै घरबाट 3-4 जना हुन्छ अरे। ए भइहाल्यो त, हाम्रो घरमा 4 जना भइहाल्यो। त्यही त। अनि ड्युटी बढाएको छ, उहाँ पनि मैले लेख्नै पर्छ, मैले लेख्न पर्छ। अनि कुन घरमा के बिमार छ तपाईहरु त्यहाँ जान सक्नुहुन्छ दबाई लिन भनेर सम्झाउने। सुगर, हाई प्रेसर, टिबी सबैको दिन्छ। यस्ता दाँतको एक्लो मान्छेलाई त हैरानी हुँदो रहेछ। त्यहाँ पनि दिनभरि ड्युटी गर्दा मैले हो लेख्ने सबै। लेख्न पनि हात गलेर त आदत छैन। राम्रै हो त, तपाईको हात पनि बस्छ। अनि रङ हुँदा केको व्हाइटनर युज त्यहाँ चल्दैन हो। घरमा मात्र यो खातामा चाहिँ चल्छ, तिनीहरूको खातामा चल्दैन। ओ मलाई त गाह्रो। अनि तिनीहरूको खातामा चाहिँ के हेर्नुपर्छ? यत्रो ठाउँमा नामबाट टाइटल पनि लेख्न पर्दा त मुस्किल हुन्न। भोलिको दिन त्यही नाम पढ्न पर्दा पनि गण्डगोल हुन्छ। स्पेलिङ टाँसेर त्यस्तो हुन्छ नि। ओइ हब्रे रहेछ हे। खोर्सानी बेच्छौ? होइन आमा, खानु मात्रै। यसले नि ग्यास हुँदैन अरे, ग्यास्ट्रिक हुँदैन अरे यो खोर्सानीले के। अनि त्यही भएर मेरो त केही फल्न छोड्यो। कोरोना भ्याक्सिनै लाइदेखिबाट मान्छे पनि बिमारी, बारी पनि बिमारी भयो, माटो पनि बिमार भयो जस्तै भएछ त। केही कति फलाउँथे सब्जी, मैले सबै छक्का पर्थे। यो दिपाले कति फलाकी भन्थे, एक्लै मान्छेले कति फलाकी भन्थे। अहिले त त्यो कोरोना भ्याक्सिन लाएबाट त माटो पनि बिमार भएछ। किन अहिले हुँदैन? हुन्थ्यो त। ए अहिले यहाँ पनि हुँदैन। यहाँ टाँगरै नचलेको हो कि पैसा भएर? होइन होइन, यो माटै यस्तो भएको, पानी छैन हो। माटो पनि साँच्चै न्यु खोज्न थालेछ। किसिमको त ल्याएर मैले बिउ रोप्छु। नरोप्ने होइन त, गर्छु नि। एक्लै छु, कति थोक बिउ ल्याएर रोपकी। ल्याएर माच कति 350 को माच लाए, लाउ 20 रुपियाँको पुली, अनि दबाई कति 100 को 3टा लाउ फलिदे। ओइ मलाई पनि टिपिदेऊ खोर्सानी नि, म पनि फलायो भने तिमीलाई न। ग्यास्ट्रिक हुँदैन नि त यो खाँदा। अनि त्यही त मलाई दिन्थ्यो नि पार्वतीले त। हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। र हजुरहरू पनि आउन सक्नुहुन्छ इलाज गर्नको लागि।